Oh my god. विवेक म्याच सिक्ने धेरै कडा हो यो चाहिँ अब फर्किङ अब केटाहरू यो के अरे भोलिपछि हाम्रो साइतामा जान्छ अनि सकिङ ओकिनावा जाँदैछ त्यही भएर चाहिँ अब यो चाहिँ हाम्रो एउटा लास्ट ट्रिप त भएन त्यो रैला गर्नुपर्छ आज हामी सबै मेमोरी है ल अनुप बाबु यता हेर बा भात खाना हो बा केटा हो हेलो हाई भन दामी उड्यो अरे त भाइ आउनु पर्यो नि ओके नि आमा रिसाइसकेको छु चाहिँ रिसाउने काम गर्छ रिसाउने र उहाँ चाहिँ केटा यता देखाउनु अब यता पनि अनि यो चाहिँ अब यस्तै हो तामाङ यो हाम्रो भिडियो चाहिँ यो युट्युबमा चाहिँ आउँछ यो भिडियो तामाङ ढोङ यो भिडियो चाहिँ हाम्रो युट्युबमा आउँछ केटा आउनु पर्यो नि सेन्ड गरे पछि खिचेर चाहिँ फर्किदियो होइन मेरो क्लासको त यस्तो चाहिँ हुनुपर्छ को लागि लाइन छ है गाइजहरू हेर्नुहोस् हजुरहरू है अब चाहिँ यो चाहिँ हाम्रो भिडियो आउँछ भोलिपछि बिस्तारै अनुप तल कस्तो लागिरहेछ ज्योतिलाई कस्तो लागिरहेछ ल गाइजहरू सुगालाई कस्तो लागिरहेछ राई कस्तो लागिरहेछ डुङ्गा चल्दा भयो मलाई नि अब मुजीलाई चाहिँ कस्तो लागिरहेछ मुजी नभन न मलाई चाहिँ एकदम रमाइलो लागिरहेछ मैले दार्जिलिङमा चढ्नु पाइनँ अब चढ्छु म गाई चलो यसो हेलो भन्नु दिएर मेरो भिडियो चाहिँ अब हामी चाहिँ चितवनको सफारीमा हल्का है अब यो भ्लग चाहिँ हाल्नु 実にたくさんの野生動物が住んでいるんです。 एकदम रमाइलो भइरहेको 木の間をよーく見てみると、フロンティアスピリットが燃え尽きること、我々は仲間だということをリタクエオアシンというんですが、こっちも手を振ってみましょうかね。リタクエオアシン、あれが有名なスプラッシュマウンテンです。ここクリッターカントリーには森の小さな動物たちがたくさん住んでいるんですが、भिडियो बनाऊँ न त काफले बौला भिडियो बनाऊँ यो आज हम बना रहे हैं बनाना है आज हम बना रहे हैं वीडियो आउँछ अझै जजनको